हेलो गाइस, हाई भनिदिनु सबैले। आज चाहिँ हामी यहाँ हाम्रो यता भाइ बहिनीहरूलाई घुमाउन आएको जू, तर हामी आधी घुमिसक्यौँ, भिडियो चाहिँ बनाउन पाएन। यता हाम्रो भाइ नि क्यामेराम्यान एकदम भ्लगर हो है। फेरि हाम्रो 1 इयर पछि भेट भएको छ है, चन्द्रगिरीको यात्रा पछि चाहिँ फेरि अब जू अनि स्वयम्भू अहिले कता कता हुन्छ थाहा छैन। जूमा हिँडिरहेको छु एकदम। हाम्रो भाइ चाहिँ बाघ हेर्नलाई एक्साइटेड। अब बाघको तस्बिर चाहिँ यता छ। अब हामी चाहिँ यहाँ बाघ हेर्न आउँदैछौँ, तपाईँहरूलाई देखाउने छौँ साथीहरू है, हेर्नु होला। ल बाघतिर जानु। म यता छु भनेर बसिरहेको छु। ओहो, ल बाघ चाहिँ त भित्र छ। भेडो पनि पालिरहेछ हौ, कहाँबाट पर्छ? भेडो नि छ यताबाट होला। यसो यसको दर्शन गर्नलाई आइपुग्यो। ल गाइस हेर्नुहोस् बाघ कतिवटा छ हौ? 2टा पो छ। ल हामी चाहिँ यहाँ आइपुग्यौँ बाघको दर्शन गर्न। ओहो, यता हेर्नुहोस् त। हाय भनिदिनु भन्नु। ल ओहो, उमाथि नि सुतिरहेछ रहेछ। यहाँबाट नामी देखिँदो रहेछ नि त। अनि घाम ताप्दै बसिरहेछ। बाघजीको पनि दर्शन भयो। पल्लोमा पनि छ अरे, जाऊँ त हेर्नु। पल्लोमा पनि बाघ। ल यता पनि छ। ओहो, जाडो रहेछ है। त्यहाँदेखि सुतिरहेछ फेरि। गर्मी भएपछि पौडी खेल्छ नि यिनीहरू। यहाँ त छैन बगेनी छाउरीहरू के घाँटीमा हेर नाक फुलाउँदै है। अहिले जम गऱ्यो भने बिरालु जस्तै नै। बिरालु यसको भाइ अरे। अनि बिरालुको चाहिँ बिरालुलाई चिन्छौ? चिन्छु। जुङ्गा डाँडो यो चाहिँ जलगोही डाँडे। ओहो, जलगोही हेर्नु त। ओहो, हेलो हाई भन्नु। ओ माई गड, तिमीलाई चिसो भएन जलगैडा? पानी नै हो नि त लुगा। यो यी बस्छ हो। पुरा कन्सन्ट्रेट भएर हेरिरहेको छ त। के म त्यसको दाँत हेर्नु न, बुढो भइसक्यो। रिसाको हो। रिस उठेछ। उपर होला। खानेकुरा नदिनु भनिरहेको हो। अर्ना है यो चाहिँ तपाईँहरूले देखिसक्नु होला गाउँघरमा पनि। तर गाउँघरमा त हुँदैन नि यस्तो त, जङ्गलमा कता गयो यहाँ चाहिँ। यसलाई चाहिँ खाइदिनु कम त रिसाउँदैन।
ओहो बनाएर टाउकै दुखिसक्यो साँच्चै पो लाग्छ र मलाई हेर्न सक्नुहुन्छ यहाँ चाहिँ थुप्रो छ 3-4 वटा असल त कति हो भालु बी मान्छे ऊ भन मान्छे हो हेलो कहिले गाउँमा वन मान्छे आयो भन्थ्यो यही परेछ भन्नु ऊ भन मान्छे ऊ सेम मान्छे नै हुँदैन मान्छे जस्तै र भन्नुको मान्छे ओहो सेम नि सेम टु यु वाह वाह ओ मेरा चस्मा भया क्यों खाना काका वा मथल का मथल लाल लाग्यो गयो है चित्रा खत्रोको खेलाडी पो छ त फेरि आइज आइज ल पर नि रहेछ ऊ पर पनि हेर्नु कति छ उ एउटा ए त्यताबाट चाहिँ हेर्नु भन्नु एउटा दुईटा तीनटा निगाले भाग निगाले ब्याग चाहिँ यता रहेछ बिरा आमा थुप्रो पो रहेछ भित्र खोरभित्र हेर्नु त्यहाँ दुम्सी है गाई चाहिँ दुम्सी खनेर दुम्सी खुट्टा हेर्नु नि त्यहाँ गाईको जस्तो खुट्टा त ल बुढो हो र नि मक्किसकेको हेलो हेलो एभ्रिवान के छ खबर ल के गरेको यस्तो ल ल हेर्नु अस्ति चराई ओहो अँ हामीलाई त बोकेर कहाँ पुरा मोबाइल खप्पै बनाउँछ होला हौ ओहो फुल पनि दामी फुलिरहेछ रहेछ हौ है कस्तो लगातार भइरहेछ मलाई त बब्बाल लाग्यो नि भाउजू फर्स्ट टाइम मैले भालु हेरेँ अनि पाटे बाघ होइन चितुवा अनि हात्ती खतरा लाग्यो यो लाटकोसेरो लाटो कसेर अब यसले आँखा देख्ने बेला हुनु आँट्यो लाटो कसेर चराचुरुङ्गी गुड्दै सकेछ यो फेरि के हो वन कुखुरा के हो यो चाहिँ फेरि यहाँ त त्यो खेततिर बस्छ नि कस्तो राम्रो चरा ऊ मयूर कि त्यो सेतो काली चरे कालिज हाम्रो गाउँतिर पनि पाउँछ हौ कालिज सेतो काली यो चाहिँ यो मजुर हो मजुर होइन मयुर मयूर चाहिँ प्रेमी चरा के छ त तिम्रो प्रेमी चरा अरे यहाँ त अनि हाम्रो जङ्गलमा हुक्काबनमा यो त काली घाँस काट्नु जाँदाखेरि याद आयो त हौ भाउजू काली छैन यो होला ए काली छ रहेछ काली हो कति राम्रो राम्रो कलर हो यत्रो सुगा सुँग उता खुट्टाले झुन्डेछ नि हौ माथि खुट्टाले झुन्डे खुट्टाले झुन्डेछ मकाउ अरे मकाउ यहाँ छ नि सुँगा त धेरै सुँगाको बजार रहेछ काका चिलहरू सुगा त कति हो कति यहाँ ल है सबैजना क्यामेराम्यान बच्चा काटिसकेछ रात परिसक्यो अब चाहिँ जम्मै बाटो लागौँ बसेर कति हाउला हुन्थ्यो होला कुखुरा खाइ कस्तो घरमा थोरै छैन